नमस्ते साथीहरू, म चाहिँ रवि लालपुन। हिजोका दिनहरू जस्तै आज पनि आरपीएम क्रिएटिभ युट्युब च्यानलबाट नयाँ भिडियो लिएर आइसकेको छु। आजको भिडियो चाहिँ आफ्नो फोटोको ब्याकग्राउन्ड कसरी रिमुभ गर्ने भन्ने बारेमा छ। यदि हजुरहरूलाई पनि आफ्नो फोटोको ब्याकग्राउन्ड रिमुभ गर्न आउँदैन भने यो भिडियो अन्तिमसम्म हेर्नुहोस्। यदि भिडियो मन पर्यो भने लाइक, कमेन्ट, सेयर र च्यानललाई सब्सक्राइब पनि गर्नुहोस्। अब लागौँ मोबाइल स्क्रिनतर्फ। तपाईहरुलाई चाहिँ म ब्याकग्राउन्ड रिमुभ गर्ने दुई तरिका सिकाउँछु। त्यसको लागि अन्तिमसम्म भिडियो हेर्नु होला। पहिलो तरिका चाहिँ सुरुमा तपाईँ आफ्नो मोबाइलको क्रोममा जाउनुहोस्। यसरी क्रोमलाई ओपन गरिसकेपछि सर्च गर्नुहोस् बीजी रिमुभ यसरी सर्च गर्नुहोस्। सर्च गरिसकेपछि यहाँ ट्याग यसरी आइहाल्छ। सुरुमा रिमुभ ब्याकग्राउन्ड छ। यो रिमुभ ब्याकग्राउन्डमा क्लिक गर्नुहोस्। रिमुभ ब्याकग्राउन्डमा क्लिक गरिसकेपछि यहाँ बिस्तारै यहाँ आउँछ। यहाँ चाहिँ अपलोड इमेज भन्ने छ। अपलोड इमेजमा क्लिक गर्नुहोस्। तपाईले कुन फोटोको ब्याकग्राउन्ड रिमुभ गर्न चाहनुहुन्छ त्यसलाई क्लिक गर्नुहोस्। मैले चाहिँ अहिले उदाहरणको लागि यही फोटोलाई क्लिक गरेँ। यो भन्दा पनि तपाईलाई मैले अलि तलतिरै देखाउँछु। मैले चाहिँ उदाहरणको लागि यो फोटोको ब्याकग्राउन्ड रिमुभ गर्न चाहे। तपाईँ देख्न सक्नुहुन्छ यहाँ लोड हुँदैछ। अहिले मेरो ब्याकग्राउन्ड रिमुभ चाहिँ भइसकेको छ। देख्न सक्नुहुन्छ तपाईहरुले। यसरी रिमुभ भइसकेकोलाई चाहिँ तपाईले डाउनलोड गर्नुपर्ने हुन्छ। यसरी डाउनलोड गर्नुहोस्। डाउनलोड गरेपछि यो म्याक्स चाहिँ तपाईले यो पैसा तिर्नुपर्छ भने यो प्राइभ्यू भने चाहिँ फ्रीमा हुन्छ। यसलाई ठ्याक्क फ्रीमा क्लिक गर्नुहोस्। तपाईको यसरी डाउनलोड भइहाल्छ। प्ले स्टोरमा जानुहोस्। प्ले स्टोरमा गइसकेपछि सर्च गर्नुहोस् बीजी रिमुभ भनेर यसरी सर्च गर्दाखेरि यहाँ देखाइहाल्छ। तपाईले यो जुनसुकै एप डाउनलोड गरेर पनि तपाईहरुले ब्याकग्राउन्ड रिमुभ गर्न चाहनुहुन्छ। मैले चाहिँ यसलाई इन्सर्ट तपाईले यसलाई इन्सर्ट गर्न सक्नुहुन्छ। मेरो चाहिँ अलरेडी इन्सर्ट छ, त्यसैले मैले इन्सर्ट गरिन। मेरो अलरेडी इन्सर्ट भएको कारणले म पहिले नै इन्सर्ट गरेको कारणले मैले इन्सर्ट गरेको छैन। तपाईहरु देख्न चाहनुहुन्छ यहाँ यो मेरो चाहिँ ब्याकग्राउन्ड युजर भन्ने इन्सर्ट छ। पहिले यहाँ ओपन गर्ने, यहाँ लोड फोटो छ, यसमा क्लिक गर्नुहोस्। तपाईले कुन फोटोको ब्याकग्राउन्ड रिमुभ गर्न चाहनुहुन्छ। मैले यो फोटो क्लिक गरेँ। यहाँ यसलाई चाहिँ यहाँ डाउनमा हान्नुहोस्। डाउन हानिसकेपछि यहाँ अटो एआईमा क्लिक गर्नुहोस्। यहाँ क्लिक गरिसकेपछि मेरो चाहिँ ब्याकग्राउन्ड रिमुभ भइसकेको छ। देख्न सक्नुहुन्छ क्लियरली मेरो ब्याकग्राउन्ड रिमुभ भइसकेको छ। यसलाई चाहिँ यसरी सेभ गर्ने हैन। यसरी यहाँ ठ्याक्क सेभ गर्नुहोस्। सेभ गरेपछि यहाँ फिनिशमा